प्रभु यीशु ख्रीष्टको नाममा तपाईहरु सबैजनालाई जय मसीह। म मती गर्देउला ईसाई जीवनका जिम्मेवारीहरूको विषयमा रहेर आज यहाँहरूको बीचमा परमेश्वरको जीवित वचनबाट केही कुराहरू शेयर गर्नको लागि म आइसकेको छु। प्रियहरू, साँच्चै नै हामीले बुझ्नुपर्ने कुरा आज परमेश्वरले तपाईँ र मेरो जीवनमा धेरैवटा जिम्मेवारीहरू राखिदिनु भएको छ र कतिचोटि हामीले नबुझेको कारणले गर्दा हामी समस्यामा फस्दछौँ र हरेक जिम्मेवारीलाई ब्यालेन्समा राख्न नसकेको कारणले गर्दा हाम्रो एकातिरको अलि राम्रो भइरहेको हुन्छ भने अर्कोतिरको जिम्मेवारीहरूबाट हामी चाहिँ गिरिरहेका हुन्छौँ। त्योबाट चाहिँ हामी समस्यामा परिरहेका हुन्छौँ। तर बाइबलले यो जिम्मेवारीहरूलाई कसरी ब्यालेन्स गरेर अगाडि बढ्नुपर्छ भन्छ भन्ने विषयमा रहेर तपाईँहरूको बिचमा परमेश्वरको वचनलाई म सेयर गर्नेछु। ईसाई जीवनका जिम्मेवारीहरू 1 नम्बरमा परिवारप्रतिको जिम्मेवारी छ र 2 नम्बरमा मण्डलीप्रतिको जिम्मेवारी र त्यसै गरी 3 नम्बरमा चाहिँ समाजप्रतिको जिम्मेवारी भनेर मैले यहाँ बनाएको छु। र हामी 1 नम्बरमा जाउँ, परिवारप्रतिको जिम्मेवारी। साँच्चै नै बाइबलमा जब हामी 1 तिमोथी 5:8मा हेर्छौँ, तर यदि कसैले आफ्ना नातेदारहरू विशेष गरी आफ्नै घरानाहरूको लागि जुटाउँदैन भने उसले विश्वासलाई इन्कार गरेको हुन्छ र एउटा विश्वास नगर्ने भन्दा पनि खराब हुन्छ भनिकन बाइबल धर्मशास्त्र 1 तिमोथी 5:8मा लेखिएको छ। यो वचनबाट हामी के पाउँछौँ भने हामीले हाम्रो छोराछोरीहरूलाई आफ्नो श्रीमतीलाई हामीले एकदमै प्रेम गरेर अनि परिवारलाई चाहिने कुराहरू हामीले जुटाइदिनुपर्छ भन्ने कुराहरू हामी हाम्रो बुझ्छौँ। यदि आज हामीले परिवारप्रतिको जिम्मेवारीलाई बेवास्ता गऱ्यौँ भने, परिवारलाई समय दिएनौँ भने, परिवारलाई हामीले महत्त्व ठानेनौँ भने आज हामीले ठुलो मूल्य चुकाउनुपर्छ प्रियहरू। किनकि परमेश्वरले जुन परिवार तपाईँलाई दिनुभएको छ, तपाईँलाई ठुलो विश्वासयोग्य ठानेर नै परमेश्वरले तपाईँलाई दिनुभएको छ। जुन कुरा तपाईँसँग छ त्यो चाहिँ परमेश्वरको योजनाबाट छ। त्यसैले प्रियहरू, हामीले आफ्नो परिवारलाई दिनुपर्ने समयहरूमा कहिले पनि हामीले सम्झौता गर्नु हुँदैन। अनि कुनै पनि ठाउँमा जानको लागि भोलि जान्छु भन्दा बरु हामी त्यसमा टाइम मिलाउन सक्छौँ। तर परिवारलाई दिने समयको कुराहरूमा चाहिँ हामीले एकदमै इमान्दार भएर छोराछोरीहरूको बिचमा, श्रीमतीहरूको बिचमा हामी प्रस्तुत हुनुपर्छ। यदि हामी बुवाहरू नै यदि परिवारको हामी अभिभावकहरू नै झुट बोल्यौँ भने हामी आफै इमान्दार भएनौँ भने हामीबाट हाम्रो छोराछोरीहरूले अनि साँच्चै नै असल कुराहरू सिक्न सक्दैनन्। त्यो कारणले गर्दा परिवारलाई एउटा राम्रो अनि बाटोमा डोर्याउने जिम्मा परमेश्वरले तपाईँलाई दिनुभएको छ। त्यसैले परिवारप्रतिको जिम्मेवारीलाई कहिले पनि तपाईँले हल्का नसोच्नुहोस्। तर परमेश्वरले दिनुभएको मलाई उपहार हो भनिकन आफ्नो परिवारको सधैँ रेखदेख गरिरहनुहोस्। आत्मिक जीवनमा आफ्नो परिवारलाई हुर्काइरहनुहोस्। शिक्षा दिने कुराहरूमा आफ्नो परिवारको हरेक कुरामा तपाईँले केयर गर्नुहोस्, ताकि तपाईँको परिवार भोलिको दिनमा असल सुन्दर भएको तपाईँले देख्नुहुनेछ। आमेन। नम्बर 2मा हामीले हेरेका थियौँ मण्डलीप्रतिको जिम्मेवारी। यसमा हामी जब पवित्र धर्मशास्त्र बाइबलको व्यवस्था 6:5मा हेर्छौँ भने तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदय, सारा प्राण र सारा शक्तिले प्रेम गर्नु भनी लेखिएको छ। कतिचोटि हामी मण्डलीमा आराधना गर्नु, गीत गाउनु, प्रार्थना गर्नु अनि त्यसै गरी सङ्गीतको सामग्रीहरू बजाउनु अनि यी कुराहरूलाई हामी जिम्मेवारी ठान्छौँ। तर वास्तवमा हाम्रो जिम्मेवारी चाहिँ आज मण्डलीमा दुखिरहेका मानिसहरूलाई सान्त्वना दिनु अनि अझै प्रोत्साहन दिँदै एकअर्कालाई अझै विश्वासमा बलियो बनाउँदै लैजाने चाहिँ हाम्रो जिम्मेवारी हो मण्डलीप्रतिको। कतिचोटि हामीलाई लाग्छ यो त पास्टरले गर्ने कुरा, कतिचोटि हामीलाई लाग्छ यो त मण्डलीको जीवन अगुवाहरूले गर्ने कुरा। तर प्रियहरू, जब तपाईँ र म त्यो मण्डलीको सदस्य हुन्छौँ, जब तपाईँ र म त्यो मण्डलीको अनि एउटा साँच्चै नै त्यहाँको सदस्य भएर सधैँ वर्षौँदेखि सङ्गति गर्दै आइरहेका हुन्छौँ, तर त्यो मण्डलीमा तपाईँ र मेरो पनि जिम्मेवारी हुन्छ। तपाईँसँग छेउमा बस्दै गरेको तपाईँको साथीलाई तपाईँले विश्वासमा हुर्काउन सक्नुहुन्छ। उहाँको दुःख सुखलाई तपाईँले सुनेर प्रार्थना गरिदिन सक्नुहुन्छ। अझै सहयोग गर्ने बाटोहरू ढकाउनको लागि तपाईँले उहाँलाई प्रोत्साहन दिन सक्नुहुन्छ। आज संसारमा धेरै मान्छेहरू अनि समस्यामा छन् अनि विभिन्न कुराहरूलाई फेस गरेर अगाडि बढिरहेका छन्। कोही पनि मानिसहरू समस्या बिना भएर गएको छैन। त्यसकारण आज मण्डलीभित्र रहेको मानिसहरूको समस्यालाई सुनिदिएन भने कसले सुनिदिने? त्यसले गर्दा तपाईँ र मैले आज हामीले मण्डलीप्रतिको जिम्मेवारीलाई बुझ्दै गर्दाखेरि आज हामी आराधना गर्छौँ, त्यो गर्नुपर्छ। हामी म्युजिक मिनिस्ट्री गर्छौँ, त्यो गर्नुपर्छ। अनि घरेलु सङ्गति गर्छौँ, त्यो पनि हामीले गर्नुपर्छ। तर वास्तवमा नै
मण्डलीप्रतिको जिम्मेवारीलाई हामीले अझ गहन तरिकाले बुझ्छौँ भने चाहिँ एकले अर्कालाई अझ उत्साह दिने कुरा, एकले अर्कालाई अझ प्रोत्साहन दिने कुरा, एकले अर्कालाई अझ उठाउने कुरा, एकले अर्कालाई दया देखाउने कुरा चाहिँ बाइबलले हामीलाई बताउँछ। बाइबलमा यस्तो लेखेको छ, हिब्रूको पुस्तकमा तपाईँले हेर्नुहुन्छ भने कतिजनाको सङ्गति नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछौँ, एकले अर्कालाई झन् प्रोत्साहन दिउँ भनेर लेखेको छ। त्यसकारण प्रियहरू, आज मण्डलीप्रतिको तपाईँ र मेरो जिम्मेवारी चाहिँ हराएकाहरूलाई खोज्ने र मण्डलीमा आइसकेका व्यक्तिहरूलाई अझै योद्धा बनाएर प्रभुमा नजिक बनाउने र विश्वासमा स्थिर बनाउने अनि उनीहरूको लागि प्रार्थना गर्ने अनि हामी सधैँ एकतामा भएर प्रभुलाई उचाल्ने अनि यो जिम्मेवारी तपाईँ र मलाई परमेश्वरले दिनुभएको छ। अनि परमेश्वरले तपाईँ र मलाई सधैँ अनि एकले अर्कालाई वास्ता गरेको चाहनुहुन्छ। त्यसरी सधैँभरि हामीले मण्डलीप्रतिको जिम्मेवारीमा पनि वफादार भएर हामी अगाडि बढेर अनि खाँचो हुँदछ। ठिक छ, किनभने जब हामी वचनमा हेर्छौँ गलाती 6:2 लेखेको छ, एक अर्काको भार उठाऊ र यसरी तिमीहरूले ख्रीष्टको व्यवस्थालाई पुरा गर्नेछौ भनेर लेखेको छ। त्यसकारण आज हामीले एकले अर्कालाई दुख्दै गर्दाखेरि त्यो दुखाइको महसुस आज हामीले गर्नुपर्छ र उहाँहरूलाई हामीले सपोर्ट पनि गर्नुपर्छ र मण्डलीमा एउटा प्रेमको वातावरण, आदरको वातावरण र सबै मानिसहरू हेर्दै गर्दा उदाहरणीय वातावरण बनाउने जिम्मेवारी मण्डलीको एक एक सदस्यलाई, एक एक पास्टरलाई, अगुवालाई परमेश्वरले दिनुभएको छ। आमेन। आउनुहोस् अब हामी त्यसै गरी अन्तिम बुँदा समाजप्रतिको जिम्मेवारी भनेर लेखिएको छ। अनि तपाईँ र मैले जब मत्ती 5:13 - 14 हेर्छौँ भने तिमीहरू यस पृथ्वीका नुन हौ, तर यदि नुनले आफ्नो स्वाद गुमायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? यसलाई बाहिर फ्याँक्न र मानिसहरूका खुट्टाले कुल्चन बाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन। तिमीहरू यस संसारका ज्योति हौ, डाँडामाथि बसालिएको सहर कहिले पनि लुक्न सक्दैन। जब हामी यो वचनलाई हेर्दछौँ अनि यो वचनबाट साँच्चै नै तपाईँ र म समाजमा एउटा नुन र ज्योति भएर जिउने कुरालाई परमेश्वरले जोड्नु भएको छ। प्रियहरू, हामी आफ्नो लागि सधैँ राम्रो बन्छौँ अनि बन्ने प्रयास पनि हामीले गरिरहेका हुन्छौँ, तर परमेश्वरले तपाईँ र मलाई यो समाजमा एउटा उदाहरणीय जीवन जिउनको लागि राख्नु भएको छ। जुन ठाउँमा तपाईँ अहिले हुनुहुन्छ त्यो ठाउँमा तपाईँ आफ्नो इच्छाले हुनुहुन्न, तर त्यहाँ तपाईँ हुनुमा परमेश्वरको योजना छ। आमेन। जब हामी यो वचनलाई हेर्छौँ योबाट चाहिँ हामी एउटा प्रभावलाई देख्दछौँ। नुनले जसरी प्रभाव पारेर तरकारीलाई नुनिलो पार्छ, ज्योतिले जसरी अन्धकारलाई जितेर उज्यालो छर्छ, त्यस्तै गरी यो समाजमा तपाईँ र म जिउँदै गरेको समाजमा एउटा असल, स्वादिष्ट, उज्यालो, राम्रो अनि प्रभाव पार्नको लागि परमेश्वर तपाईँ र मलाई राख्नु भएको छ। तपाईँ र म आफ्नो इच्छामा त्यहाँ छैनौँ, तर तपाईँ र म त्यहाँ हुनुमा परमेश्वरको योजना छ। बाइबलले बताउँछ, त तेरो आमाको गर्भमा रचिँदै गर्दा तेरो नबनेको शरीरलाई मैले देखेँ, तेरो निम्ति बनाएको योजनाहरू म जान्दछु। अनि साँच्चै नै प्रियहरू, तपाईँ र मैले यो कुरालाई आत्मसात गर्दै समाजमा हामीले असल उदाहरण हामीले छोड्नुपर्छ। आज मानिसहरू शरीरमा संसारमा जन्मिएर समाजमा आफ्नो जीवनयापन गर्दै गर्दा एक दिन सबैजनाले संसारलाई छोडेर जानुपर्छ, तर ती व्यक्तिहरू मात्र सधैँ जीवित रहन्छन् जसले यो समाजमा राम्रो र असल प्रभाव छोडेर गएका छन्। हामी कति मान्छेहरू मण्डलीमा आत्मिक देखिन्छन् तर समाजमा मिल्दैनन्, तर तपाईँ र म आफ्नो समुदायमा, आफ्नो समाजमा मिलेको अनि एउटा उदाहरण छोडेर जिएको परमेश्वर चाहनुहुन्छ। कति मान्छेले मण्डलीमा असल जिम्मेवारी निर्वाह गर्छन्, राम्रो सम्बन्ध राख्छन्, परिवारमा पनि असल जिम्मेवारी निर्वाह गर्छन्, तर समाजमा चाहिँ उनीहरू एकदमै अनि खराब तरिकाले प्रस्तुत हुँदछन्। समाजमा चाहिँ उनीहरू खलनायक बनेर प्रस्तुत हुँदछन्। समाजसँग कसैसँग पनि उनीहरू मिलापमा बस्न चाहँदैनन्। सधैँ आफ्नो स्वार्थलाई हेर्छन्, सधैँ आफ्नो स्वार्थलाई हेर्छन्। मैले भनेकै ठिक छ, मैले भनेकै गर्नुपर्छ भन्ने कुरालाई देख्दछन्। मलाई नै चाहिन्छ भन्ने कुरालाई, मलाई नै मात्र भए पुग्छ भन्ने कुरालाई मान्छेहरूले प्रायोरिटीमा राख्छन्। तर साँच्चै नै परमेश्वरले चाहिँ आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर भन्नुको कारण चाहिँ तपाईँ र म छिमेकीमा मिलेर असल प्रभाव छोडेर अनि यो संसारमा रहेको परमेश्वर चाहनुहुन्छ। त्यसकारण प्रियहरू, हामीले हाम्रो समाजप्रतिको जिम्मेवारीलाई पनि कहिले पनि भुल्नु हुँदैन। हामी समाजमा असल उदाहरण भएर हामी जिउनुपर्छ। सामाजिक काम गर्ने कुराहरूमा हामी सहभागी हुनुपर्छ। छिमेकीलाई अप्ठ्यारो परेको अवस्थामा हामीले सहायता गर्नुपर्छ। हालेलुया। परमेश्वरले यहाँहरूलाई प्रशस्त आशिष दिनुभएको होस्।